कोरियामा यसोभरि जाडो सिजन चलिरहेको छ काम स्टुडेन्टहरूले काम अलिक गाह्रै छ तर काम कसरी खोज्ने त काम त खोज्नु पर्यो म आज भिडियोमा कुरा गर्छु है त सबैले हेर्नुहोस् मान्छेहरूले चाहिँ हेर्नु न कहिले आफ्नो ध्यान दिने खास गरी कसैले कसैको वास्ता नै गर्दैन त्यस कारणले चाहिँ हामी चाहिँ ट्राई गर्नुपर्छ यो माछालाई भातेर हाँसिरहने लाद हान्छ मैले देखाउन कोरियाको स्टुडेन्ट म्याक्सिमम स्टुडेन्टहरूले चाहिँ काम खोज्ने मुख्य ठाउँमा आएको छु यो चाहिँ एरिया देरिम हो अनि यहाँ चाहिँ म्याक्सिमम स्टुडेन्टहरूले काम खोज्न आउँछन् यताबाट नि जुन पाइन्छ यता चाहिँ कम्पनीतिर हो तर यता चाहिँ हो साथ नेपाल दाइहरू नि हुन्छ जस्तो छ होइन तपाईँहरू के काम खोज्न आउनुभयो काम पायो कहाँ पाउनुभयो तपाईँले काम हामीले चाहिँ कहाँ पाएको भने त चिकन हाउसमा पाएको कतिको पाउनुभयो काम चाहिँ 4 जनालाई होइन 10,000 डेली पे हुन्छ 10,000 कति घन्टा 8 घन्टा 2 घन्टा चाहिँ रेस्ट हुन्छ कति भएको आयो कोरिया आएको भर्खर 3 महिना पुगेर ए उसमा हो के डिटोमा हो कस्तो लाग्यो तपाईँहरूलाई कोरिया भाषा कतिको आउँछ तपाईँहरूलाई भाषा 2 महिनामा हामीले धेरै आउँछ होइन पहिलाको भन्दा ठिक ल तपाईँहरू जहाँ काम गरेन होइन तपाईँहरूलाई राम्रो होस् राम्रो पे गरोस् है कमाउनु आउनुभयो केयर पनि गर्नु आफ्नो कामसाम पनि धेरै होइन धन्यवाद है चिसो बढ्यो यस्तै हामी पनि स्टुडेन्ट हो तर तपाईँहरूभन्दा अलिक अगाडि अब हामी चाहिँ त्यही भएर आफ्नो केयर गर्नु है सधैँभरि काम पनि नहुनु ल है दाजुभाइहरू रहिथाने त होइन घाउ भा बिस्तारै यो चाहिँ युट्युबमा दिवा आचार्य म भर्खर स्टार्ट गरेर त्यति भाइरल त होइन बनाउने हो बिस्तारै गरेर हो दिवा आचार्य छ सब्सक्राइब गरिदिनु होला है त धन्यवाद थ्याङ्क यू गाइस कोरियामा आएको हामी खास गरी काम दाइहरूसँग खेल्न थालेका छौँ अनाउन्सियो नेपाल नारायो हामी चाहिँ अहिले काम खोज्ने क्रममा रमाइलो नि गऱ्यौँ दुईजना नेपाली दाइहरू भाइहरूलाई पनि भेट्यौँ अनि अब काम खोज्ने साइडहरू चाहिँ यो सबै हो क्या यो सामुसिलहरू यसलाई अफिस हुन्छ सामुसिल भनेको कोरियनमा अनि यहाँ चाहिँ तपाईँहरूले म्याक्सिमम पाउने भनेको चाहिँ इपिएसहरू भन्दा नि हामी स्टुडेन्टहरूलाई चाहिँ यहाँको दाइ बुढा अङ्कलहरू हुनुहुन्छ अङ्कल आन्टीहरू उहाँहरूले चाहिँ अब बुझेर केही सर्टेन पैसा लिएर उहाँहरूले चाहिँ हामीलाई काम दिनुहुन्छ अब हामीले काम चाहिँ कसरी गर्छौँ अब कोही ठाउँमा भाषा पनि राम्रो चाहिन्छ त्यही हो यसमा हामी काम नपाएर कति महिना बस्नु पऱ्यो नि त्यसैमा झ्याक्ने जुन फेजमा म काम नपाएर बस्नु पऱ्यो त्यो फेजमा चाहिँ कोही पनि त्यसरी दुःख पारेर बस्नु नपरोस् भनेर मात्र मैले यो भिडियो बनाएको हो म चाहिँ अब यहाँबाट मास्तिर जान्छु तपाईँहरूलाई देखाउन चाहन्छु है त म एउटा दिनसम्म कुरा गर्छु हेरौँ अब काम कतिको सक्नु गऱ्यो भनेर है त ल अब हेरौँ